लागि आर्ट भनेको नै पोर्ट्रेट थियो कि पोर्ट्रेट भन्दा बाहेक अरू केही आउँदैन थियो कि मलाई चाहिँ के लाग्छ भने फ्रस्ट्रेसनको दिनहरू हरेकको पार्टमा हुन्छ कि मेरो पार्टमा पनि थियो होइन भन्छ नि आर्टिस्टले एउटा पेन्टिङ च्यात्नु हुँदैन भन्छ तर त्यो पेन्टिङ च्यात्ने अवस्था पनि पुगेको थियो कि तर जुन केयुमा गएपछि एउटा हाम्रो गाइडलाइन्सले हामीलाई चेन्ज गराउँदो रहेछ। मैले आर्टमा चाहिँ लाइक रियालिटीलाई सो गर्छु कि प्लस सोसल कामहरू गर्छु होइन भन्नाले आर्टकै थ्रुबाट कि मेरो कामहरूमा चाहिँ लाइक सबैले आफ्नै स्टोरीलाई भेट्छ होइन जुन म चाहिँ सोसल इस्युमै काम गर्छु कि एउटा सटायर काम गर्छु होइन मान्छेले देखेको कुरा नै हुन्छ होइन तर मैले केही भन्नु खोजेको पनि कुरा हुन्छ कि त्यसमा मेरो कामहरूमा चाहिँ लाइक सबैले आफूलाई नै फिल गर्छ कि काठमाडौँ चाहिँ मलाई के लाग्छ भने त्यो स्टोरीको प्याकेज हो कि यहाँ हरेकको आफ्नो कथा छ होइन हरेक टोलमा कथा छ हरेक बस्तीमा कथा छ हरेक घरमा कथा छ कुनै ठाउँबाट मान्छे माइग्रेट भएर यहाँ आइरहेछ कोही यहाँबाट माइग्रेट हुँदै बाहिर जान्छ होइन त्यस्तै हो। म आफ्नो आइडेन्टिटी कोर्ने क्रममै बाँचिरहेको कलाकार एल्बर्ट लामा।